हेलो गाइस, हामी चाहिँ कहाँ जान लाग्यो रे केटाहरु? उदयपुर जाँदैछौँ दिल्लीबाट। अब कति टाइम लाग्छ हेरौँ। अहिले चाहिँ हामी ओलामा छौँ अनि अब ओला पछि अब बसमा चढ्ने हो। हाम्रो यात्रा चाहिँ बसबाट सुरु स्टार्ट हुन्छ। अगाडि यहाँ हेर्नु सक्नुहुन्छ हामी हिँड्दैछौँ। अहिले कति बज्यो केटा हो? अहिले 5 बज्यो। ठ्याक्कै 5 बज्यो। अब कति घन्टाको बाटो हुन्छ हेरौँ। यहाँबाट बसमा 1 घन्टा यात्रा। हामी 4 जना छ अहिले। अहिले बसमा कतिजना छ अझै हामी हिँड्दैछौँ, पुगेको छैन। कति मिनट बाँकी छ हौ? 10-15 मिनट पछि हामी बसमा चढ्ने हो। त्यसपछि 12-13 घन्टाको बाटो 12-13 घन्टाको बाटो छ। लामो पनि हुनसक्छ अब बिचमा ट्राफिक जामहरू पर्यो भने। अब बसमै सुत्ने हो। भोलि बिहान फेरि काम हुन्छ, हाम्रो काम गर्नुपर्छ। त्यहाँ पुगेर तपाईँहरूलाई त्यहाँको भ्यूहरू देखाउँछु कस्तो छ। कहाँ पहुँच्यो? कहाँ पुग्यो? ल बिर्स्यो, ठाउँको नामै बिर्स्यो। हेर्नु सक्नुहुन्छ ऊ त्यो गाडीमा जाने हो हामी चाहिँ। यो हो हाम्रो गाडी चाहिँ। यता गाडीभित्र चढिसक्यो। अब एकछिनपछि हिँड्छ उदयपुरको लागि। अगाडिको सिक्नु परेको छ है। अँध्यारो भइसक्यो। हेलो गाइस, हामी चाहिँ निस्किसक्यो अब दिल्लीबाट। राम्रो छ। कति पनि चेन्ज भयो। आमा पनि कस्तो देख्यो? आमा त कालो देख्यो। अब पछि हेरौँ। खाना उतरेको छ। कुन ठाउँ हो थाहा छैन मलाई चाहिँ। मलाई त के सबैले थाहा छैन होला कुन ठाउँ हो भनेर। यता अब हामी अगाडि जाँदैछौँ। खाना खाने हो। त्यसपछि यो हाम्रो 2टा गाडी छ यता। त्यसपछि हामी जाने हो। सक्नुहुन्छ हाम्रो थाली आइसकेको छ। खाना चाहिँ आएको छैन। कहीँ रिपल 15वटा नान खाएर उहाँले। अहिले खाना आएको छैन है गाइस। एकछिनपछि आउँछ। आइसक्यो है। के हो? दाल मखनी, राइस, मिक्स भेज आउँदैछ। अब दमादम खाने हो। खाएपछि फेरि भेटौँला। साथी हो यिनीहरूले एउटै दिनै रोटीमा दिन्छ यिनीहरूलाई। यस खाना सबै खाने हो। खाना खाइसक्यो। अब निस्केको हामी। खाना त्यति मिठो चाहिँ लागेन, तर के गर्नु, अलिकति भोक लागेको थियो, त्यही भएर खानु पर्यो। अब निस्किनुपर्छ। उयो गाडी 3टा रहेछ। बिचको चाहिँ हाम्रो हो। बिचको चाहिँ कुन चाहिँ हो? चुजुवा। यो खोइ गाडी कन्फ्युज भयो त। अब त यही होला हाम्रो चाहिँ। त्यसमा जानुपर्छ। अब हेरौँ अगाडिको यात्रा। हेलो गाइस, अहिले भर्खर हामी होटलमा आइपुग्यो। अनि अहिले चाहिँ हामी उदयपुरमा छौँ। पुग्न चाहिँ बिहानै पुगेको थियो, तर कामले गर्दा अलि भ्लग सुट गर्न टाइम पाएन। काममा व्यस्त थियो। अहिले चाहिँ 10 बजिरहेछ। अनि अहिले चाहिँ हामी होटलमा छौँ। अनि भोलि पनि दिनभरि आज यतै हुन्छु। टाइम पायो भने तपाईँहरूलाई यहाँको भ्यूहरू देखाउँला। नत्र भने काममा व्यस्तै हुन्छ। अनि पर्सि चाहिँ हामी फर्किनु पर्ने हुन्छ। हामी चाहिँ हिजो दिल्लीबाट 7 बजीतिर हिँडेको थियो। हामीलाई लगभग 13 घन्टा जति लाग्यो यो ठाउँमा पुग्नलाई। अनि यहाँ चाहिँ दिल्लीभन्दा अलि मतलब क्लाइमेट तातो नै रहेछ। दिल्लीमा चाहिँ अलिक चिसो थियो। जे होस् एकदम रमाइलो लाग्यो। ठाउँ चाहिँ एकदम राम्रो रहेछ। अनि अरू त सब ठिक छ। भर्खर खानासाना खाएर हामी होटलमा आएको थियो। फ्रेस भएर हामी यस्तो ब्लग सुट गरौँ भनेर बसेको थियो।
भोलि बिहानै करिब 5 बजीतिर हामीलाई निस्किनुपर्छ होला यहाँबाट कामको लागि। टाइम पायो भने तपाईँहरूलाई यहाँको भ्यूहरू पनि देखाउँला। टाइम पाएन भने अलि हेरौँला के हुन्छ। गुड मर्निङ गाइस, हामी चाहिँ अब उठिसक्यो होइन। अहिले कति 5:44 हुँदैछ। अब काममा जानुपर्छ। टाइम पायो भने तपाईँहरूलाई भ्यूहरू देखाउँला, टाइम पाएन भने चाहिँ फेरि त्यस्तै हुन्छ। अब तलतिर लाग्नुपर्छ। ल गाइस, फेरि भेटौँला एकछिनपछि। अब चाहिँ आजको ब्रेकफास्ट आइसकेको छ, हेर ब्रेकफास्ट गर्ने हो, त्यसपछि कामतिर लाग्ने हो। यता छ केटाहरू सबैजना होइन। ल अब ब्रेकफास्ट खान्छौँ, त्यसपछि ड्युटीतिर लाग्छौँ। के छ हो खेतमा? अहिले चाहिँ हामी यहाँ आइपुग्यो यस्तो ठाउँमा। हाम्रो काम चाहिँ यहीँ हो आज हो, हेर्न सक्नुहुन्छ। अहिले बिहान छ। यो चाहिँ होटल हो यताको। यो चाहिँ अलिअलि त्यहाँको भ्यूहरू थियो। त्यसपछि यो चाहिँ अन्तिम हो हामी घर फर्किँदाखेरिको। कामले गर्दा धेरै टाइम पाएन अनि धेरै भ्यूहरू देखाउनु पाएन तपाईँहरूलाई। काममा एकदम लास्टै बिजी भएर यो चाहिँ एकदम लास्ट मोमेन्ट। अनि यहीँबाट अब ब्लगको एन्डिङ हुन्छ। हस्त, धन्यवाद।